गाइज वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ दसैँको दिन हाम्रो टिका नभइदा पनि हाम्रो घरमा एकदम रमाइलो भइरहेछ, डान्स गराइरहेको छ। र म अब यसपछि चाहिँ म एकजनाकोमा चाहिँ हाम्रो घरमा चाहिँ के गर्न सक्छु म परिचय गराउन जाँदैछु होइन गाइज। ओके, र यसै गरेर म फर्स्टमा चाहिँ म हाम्रो घरको सबभन्दा मेन मान्छे इट मिन्स मेरो मम्मी यता हेरिदिनु त। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। मेरो मम्मीको नाम धनसा थापा। उहाँले चाहिँ घरमा बस्नुहुन्छ, भैँसी छन् उहाँको। मम्मी कतिवटा भैँसी छन् हाम्रो? दुईवटा भैँसी छन्, बाख्राहरू छन्। हाम्रो मम्मीले भैँसी र बाख्रा पाल्नुहुन्छ है। नट हाम्रो मेरो मम्मी, उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ होइन। त्यसपछि यता चाहिँ हाम्रो ठुलै हुनुहुन्छ, अनि त्यसपछि यता चाहिँ हाम्रो ठुली बाउजू हुनुहुन्छ, यता अङ्कल हुनुहुन्छ, यता माइनलाई हुनुहुन्छ। त्यसपछि एउटा यो यो च्यातेको बोरा जस्तो स्वर गरेकी छोरी यो दिप्सी छ, अङ्कित, भैरव होइन यस्तो छ होइन। त्यसपछि यता रमाइलो हुँदाहुँदै पनि सानलाई हुनुहुन्न। त्यसपछि म यता देखाउन गएको छु, एउटा यहाँ हाम्रो माइली बाउजू यहाँनिर हुनुहुन्छ। यता छोरी हुनुहुन्छ, छोरी छ, अनि यता माइली बाउजू हुनुहुन्छ। अब म चाहिँ होइन हाम्रो मध्ये। त्यसपछि रमाइलो भइरहेछ गाइस, यो यस्तो रमाइलो भइरहेछ। मम्मी मेरो काम गर्नु हुनुहुन्छ, म चाहिँ उठिरहेछु ल। सानलाई हुनुहुन्न, कहाँ दिदी गइसक्नुपर्छ, कहाँ दिदीहरू हुनुहुन्थ्यो। त्यसपछि यस्तो रमाइलो भइरहेछ, महसुस भइरहेछ। मान्छेलाई जस फिल हुन सक्छ हाम्रो घरमा देखेर आज। अङ्कल नाच्नु। मासुका पिस त हल्ल्या छैन पेटमा। मेरो बुवा हुनुहुन्छ चाहिँ, मेरो बुवा केही भन्नु छ छोराको लागि? भन्नुपर्ने त केही छैन बाबु। अलिकति अब छोरा हो यहाँ आउनु मम्मी, यहाँ आऊ एकछिन त्यहाँदेखि उभियो कि आउनु मम्मी, ओके जाऊ। ए मैले मेरो मम्मीलाई पनि लगेर जाँदैछु गाइस। त्यो रुमाल तान्नु पर्दैन के ल आउनु मैले ल दिप्सीका छोरी नाच्न सुरु गर्नुभएको छ गाइस। मम्मी यहाँ आउनु नि। छोराछोरी क्या लाज मान्यो कि अमान्यो? छोराछोरी लाज नमान। ल मेरो बुवा आमाको डान्स सुरु भएको छ गाइस। मेरो बाबा र मम्मी गाइस अहिलेलाई चाहिँ यति है, हामी चाहिँ अन्तिममा गइसकेका छौँ। ओके, थ्याङ्क यू सो मच गाइस एभ्रीवन फर भ्युइङ।